नमस्कार एभ्रिवान। आज हामी जाँदैछौँ काँडा हाल्न। हिजो चाहिँ भाइले 2टा हालेर रहेछ, अब त्यसमा परेछ कि नै अब थाहा भएन। मेरो भाइ म मेरो साथी आएको छ मेरो गाउँमा, अनि त्यसले उसलाई पनि अब यसो कसरी मार्छौँ देखाउनेछौँ। यस्तो छ अब मौसम, बिहानै यस्तरी अब चरा चुरुङ्गीहरूको आवाज धुन सुन्दै हामी घरबाट बिदाई हुँदैछौँ। अहिले माछा मार्ने यात्रा तय हुँदैछ हाम्रो। गाडी छ। अहिले खोलाको पानी चाहिँ लास्टै चिसो हुन्छ होइन, त्यही पनि अझै हामी अब खतरा मान्छेहरू जति चिसो भने हामी गइहाल्छौँ त्यहाँ, केही जस्तो लाग्दैन हामीलाई चिसो। मेरो भाइ चाहिँ यहाँको खतरनाक खेलाडी हो कि, त्यो बच्चैदेखि अब यहीँ बसेको हुर्केको होइन। सधैँ अब अङ्कलसँग टक्क माछा मार्न जाने सिक्ने, अब कसरी मार्ने त्यो सिकेको हुनाले उसलाई धेरै के अरे एक्सपिरियन्स होइन एक्सपिरियन्स छ। त्यसैले अब ऊ चाहिँ खतरा भइहाल्यो। अब हामी पनि जानेछौँ। हाम्रो जाने स्थान चाहिँ यो हो, यो तल कालो ढुङ्गा खाने ठुलो यो त्यहीँनिर हाम्रो यहाँ ल त्यस्तो छ। अब बिस्तारै जानेछौँ। जस्तो कठिनाइ भयो भने हामी हिँडेर जानेछौँ। अब चाहिँ हामी चिसो ठाउँमा पुग्यौँ है, घाम नलागेको ठाउँमा पुग्यौँ। जाडो एकदमै छ, जाडो बढिसकेको छ हाम्रो गाउँमा। जाडो घटिसकेको छ हाम्रो गाउँमा अहिले चाहिँ। पहिला चाहिँ धेरै थियो, अहिले घाम नलागेको हुनाले यहाँ चाहिँ जाडो छ। माथि चाहिँ गर्मी हुँदैछ अहिले। ल यस्तो छ बाटो, यहाँको कुला हेर्नुहोस्। कति वर्ष पहिले बगेर आएको ढुङ्गाहरू हो यो। लागेको छ कि नै माछा हेरौँ है। हामी अब डेस्टिनेसनमा पुग्नेछौँ केही छिन पछि। यस्तो छ बाटो, देखाउनेछौँ हामी लोकल माछा। हामी पुगिसकेका छौँ डेस्टिनेसनमा। यहाँ चाहिँ हाम्रो नुहाउने ठाउँ हो, यो नुहाउने ठाउँ पनि हो, यहाँ माछा मार्ने ठाउँ पनि हो। एकदमै एउटा चाहिँ भाइले यहीँ हाले जस्तो लागेको थियो। यहाँ होइन सर्वम, यहीँ त पनि छ के, यहाँमा चाहिँ लागेको छैन हेर्दाखेरि। यहाँ पनि एउटा लाहा, 2टा लाहा। दुईटा माछा लागेको छ गाइज, 2टा माछा लागेको छ। हेर्दले 2टा माछा, नानै माछा लागेको छ नि, तर लाग्न चाहिँ लाहा नै गाइज। तर 2टा अब आज चाहिँ सानो यहाँ पनि लागेको हेर्नुहोस् गाइज, 3टा माछा लागेको छ यहाँ चाहिँ अहिले। माछाको यहाँ फेरि हामी डेन्जर हु। यहाँ 3 माछा एकै माछा 3 माछा परेको छ। निक्लिगयो यहाँको मासु, निक्लियो होइन कहाँ निक्लिन्छ यसका कुखुरा लाखा यार। हेर्नुहोस् 3टा माछा लागिसकेको छ यहाँ माथि यहाँ राख्न। यता जस्तै छ 3टै माछा हेर्नुहोस्। तर अहिले चाहिँ सानो माछा पऱ्यो आज माथि हेर्नुहोस्। भाइले 2टा मात्र हालेको थियो, अब अझै हामी निकालेर हाल्नेछौँ। यस्तो छ हाम्रो भ्यू, यहाँको गाउँको भ्यू हेर्नुहोस्। मेरो भाइ चाहिँ निकालिरहेको छ यही माछा, खै गिद्दैन यार। एउटा मछुआरा का गीत सुन लो गाइज।
फाइनली हामी घर पुगिसकेका छौँ। यस्तो हाम्रो घर पनि आइसकेको छ। घर हेर्नुहोस् गाइस, कसरी हेर्नुहोस्, यहाँ यस्तो रुख छ, यहाँ आमको रुख छ, उता चौतारा छ, यहाँ यस्तो छ, यहाँ हेर्नुहोस् मेरो घर हेर्नु गाइस। यहाँ गुलाबको फुल कसैले चाहिएमा सम्पर्क गर्नुहोस्, त्यसरी टिपेर दिन्छु टक्क।